सरोज गाउँको मेहनती युवक घर छेउको खाली जग्गामा कुखुरा पाल्ने निर्णय गर्छ। आमाले आशीर्वाद दिँदै भन्छिन्, काम राम्रो होस् भने भगवान साथ दिन्छन्। सरोज बिहानै उठेर दाना दिन्छ, पानी सफा गर्छ, चल्लाहरू माया गर्छ। दिन बित्दै जाँदा कुखुरा ठूला हुन थाल्छन्। गाउँका बच्चा र छिमेकीहरू चितुवा जस्तै हेर्दै भन्छन्, सरोज दाइका कुखुरा त धेरै राम्रा छन्। केही महिनामा कुखुराले अण्डा दिन थाल्छन्। सरोज टोकरी भरेर हाट बजार जान्छ। सबैले भन्छन्, अण्डा ताजा छन्, लानुस्। पैसा कमाउन थाल्छ, घरमा खुसी छाउँछ। पुरानो खोरलाई नयाँ काठको गोठले बदल्छ। आमाले मुस्कुराउँदै भन्छिन्, मेहनत, इमान र माया यही हाम्रो परम्परा। सरोज गाउँका साथीहरूलाई पनि सिकाउँछ, कुखुरा पालेर जीवन बदलिन्छ। अन्त्यमा सरोज आमाको हात समाएर भन्छ, भगवानको साथ, मेहनतको फल, यस्तै गर्दा घरमा समृद्धि आउँछ।